त्यसको लागि चाहिँ हामी फेरि अब भोलि जाँदैछौँ। आज शुक्रबार, भोलि शनिबारको लागि चाहिँ बसेको छौँ होइन। हेलो नमस्ते। आजको दिन चाहिँ अब हाम्रो बबिन छोरोको अब रिसेप्सनको लागि दोवटा खसी लिनु जाँदैछौँ। अनि भोलि पनि छ कार्यक्रम होइन। अनि हाम्रो दाजुभाइहरू सबैजना अब भेलाहरू भइरहेछन् होइन। अब यो अहिले चाहिँ हामी विनोद दाजु घरमा सबै ग्यादरिङ भएर चाहिँ हाम्रो कमरेड पनि छ होइन। अनि हाम्रो भाइ पनि छन् होइन। अब हामी सबैजना अब यहाँबाट चाहिँ अब जानु लागेको दुईवटा खसी लिनु लागि। यो चाहिँ रिसेप्सनको लागि है साथीभाइ हो। अब भोलि चाहिँ अब अर्को बुङ्गुर छ फेरि होइन। त्यसको लागि चाहिँ हामी फेरि अब भोलि जाँदैछौँ। आज शुक्रबार, भोलि शनिबारको लागि चाहिँ बुङ्गुर छ। हाम्रो गुरुजी पनि निस्किँदैछ उताबाट। ल साथीभाइ हो। नेतन्याहू अब भी इस बात पर जोर दे रहे हैं कि ईरान के साथ जंग सफल रही है। उनका कहना है कि इससे इस्राएल की ताकत बढ़ी और ईरान कमजोर हुआ। वहीं उनके राजनीतिक विरोधी और सहयोगी दोनों अमेरिका के साथ उस गठबंधन में आई दरार की तरफ ध्यान दिला रहे हैं, जिसे कुछ महीने पहले से कहीं ज्यादा मजबूत बताया जा रहा था। इसराइल के प्रधानमंत्री ने अपना राजनीतिक भविष्य इस जंग पर दांव पर लगा दिया है। अब अमेरिका ईरान के साथ उसके परमाणु कार्यक्रम पर बातचीत खसी आए। ये This one was hard to catch. यहाँ रहेछ नि त माल चाहिँ। आगो पसाउँछ नि त्यसलाई। पत्ता लगाइसक्यो हाम्रो पनि त पछि पत्ता लागेकै हाम्रो होइन। मैंने पता लाग्नु पर्यो हैन। हर्षनै बिचमा त हामीलाई कपाललाई बेल पाक्यो हर्षनै बिचमा। यस पनि चेन्ज गर्नु पर्यो कता भन्थ्यो नि? एक चेन्ज गर्नु पर्यो कता भन्थ्यो के? त्यो मलाई भएन नि भन्दा। कोही मर्न चाहने छ नि मरिजाने मर्न पाए भने गइजाने हामीले यतै ठिक हो। अब यो दुईटा चाहिँ अब लगभग हुनु सकेको छ। यहाँ पानी हाल्दैछ होइन। अनि यहाँ हाम्रो सबै गुरुजीहरू हुनुहुन्छ होइन। खसीको गुरुजी यहाँनिर पानीहरू हाल्दैछ अर्कोले। यो चाहिँ अब रिसेप्सनको लागि हो होइन। आज भोलि चाहिँ होइन छ अझै
10-15 दिन त्यसको लागि चाहिँ हो। तर नभ्याएकोले गर्दा चाहिँ अलिकति चाँडै आएर गरेको। अनि यहाँ हाम्रो गजेन्द्र दाइ छ होइन, उहाँ चाहिँ अब खसीको टाउको स्पेसलिस्ट होइन, मजाले गरिरहेछ। ल हेर्नुहोस् दामी गर्दैछ। पछाडि म्युजिक पनि बजिरहेछ होइन गाडीमा साथीभाइ। हेर्नुहोस् पकाउनेहरू गजेन्द्र भाइहरू हुन्छ होइन, मजाले गरिरहेछ साथीभाइहरू। अर्को ल्याउनु गर्ने हातै काट्दै थियो, हात काट्ने हुँदैन अलिअलि फ्याँकेर काट्ने कि चिच्चापाको लागि यता आएपछि भयो ल। है तेरे यो खतरनाक हात यो त अनि अब चाहिँ सुरु भयो साथीभाइ। हेर्नुहोस् है माथि तन्काएर गर्नु तपाईँले उल्टा झुन्ड्याउनु भयो। यो गजा बुझ्यो दाइ हो कम्ती छ नि छन्द छ छैनलाई खाएको अलि भित्रबाट काट्ने कि आइसकेको गरेछ नि मैले तल टक्क ठिकैको खालको क्या सबै तलै पनि होइन यो कम्ती पनि होइन नि अब यसमा बस्नु हेरेर नि पर्दैन यही मार्ने यो बोसो हालिदिनु है लग्न सबै यसैमा हालौँ पार्टीमा बोसो पनि चाहिन्छ अलिअलि बोसो चाहिँ भोलि पछि काम लाग्छ। बढी होइन त्यही भनेर मलाई नल्याएको
सुरु हुन्छ कि यहाँको पहिला पनि हामीले लगेको नि त फेरि एकदमै त्यो जुन चाहिँ खसेको टेस्ट पाउँछ नि त्यो पाउँछ कि यसो यिनीहरूले यही व्यवसाय नभएर पालेकोलाई एक्स्ट्रा भएकोलाई बेच्छ गाइस अहिले चाहिँ यहाँ अलिकति उयो पोलिरहेको छु मासु पनि होइन यस्तो छ होइन साथीभाइहरू पर उयो गरिरहेछ मेरो ड्युटी चाहिँ यो साथीभाइ मजा आउँछ तर आज So I went to my honeybees and I took off some of the frames because they did not need them. Okay. So this is what a frame looks like. Oh. This is pollen. Mm-hmm. They feed this with some nectar to the babies. And there's the second side. This is what it looks like when it's empty. Oh. I had a lot of empty ones, and if you leave too many, beetles, hive beetles, come in and ruin it. Oh. So, there. Hot. Continue onto Middle Mountain Road. अब चाहिँ घरतिर लागेको है सबै सकेर पुरै अफ रोड छ बाटो In a quarter mile, turn right onto Bingham Mountain Road. भाइहरू जाँदैछ अगाडि हाम्रो भाइहरूले गाइस अहिले चाहिँ हामी घरमा आइसकेको छौँ होइन अनि अब घरमा आइसकेपछि चाहिँ अब रेडी अब काटकुट गर्नुको लागि अब यो चाहिँ अब सबै अब रिसेप्सनको लागि होइन अनि रिसेप्सन चाहिँ अब जुलाई 4 तारिक छ तर अहिले चाँडै गरेको हामीले काटकुटहरू चाहिँ यस्तो छ ठुलै लाग्छ है छैन मैले प्रधानलाई फोन गर्छु त्यो बिना पेयको छुट्टी बस्नु तपाईँ फिक्स गर्नुहुन्छ पिस ठिकै नि बनाउने मान्छे तपाईँ नै हो पे चाहिएन पनि दिएर मेरो चिकन सानो भाइ यो पर्ने थियो है त्यो गर्ने चाहिँ माछा होइन पर्ने त सानो पिस खाने हो सबै मिसाउनु होला मासुमा मासुमा आउट गरिदिन्छु त्यो सेन्ता नि अहिले अहिले त हामी भोलि घुरेर खाइन्छ पहिला खानलाई यही हो अहिले खाने हो यो चाहिँ अहिले पकाएर खाने कर्सी मर्सी अहिले चाहिँ रिपोर्टिङ गरिरहनु है रिपोर्टिङ त गर्नु पऱ्यो नि त हौ तपाईँ फक्स न्युजको सम्पादक है आजको भोलिबाट गाइड चाहिँ अब हुन त म पनि अब मासु काट्नु भनेर सोचेको थिएँ तर अब यहाँ चाहिँ अब अचानक नपुगेर चाहिँ म यहाँ बाहिर बस्नु पऱ्यो होइन अनि त्यो भएर चाहिँ अनि हाम्रो यहाँ साथीभाइहरूले यस्तो काटिरहेको छ होइन न त म पनि अब काट्नु त मन लागिरहेको छैन मलाई पनि होइन तर अचानक नपुगेर चाहिँ मैले काट्नु पाएन साथीभाइहरू मन होइन साथीभाइहरू मन दुःख चाहिँ नगराउनु है मैले काटेन भनेर है यहाँ साथीभाइहरूले है साथीभाइ होस् पछि है
यसो गर्नु त हामी कन्याहरूले यता नजाउँ यतातिर जाउँ तपाईँको त कन्या हो त कुमार चाहिँ होइन कन्या चाहिँ हो कि 100% दिदीको यहाँ चाहिँ हेर पनि मेरा आज बेसी हामी यहाँको कन्या चाहिँ हो कुमार होइन बिहे गर्ने तेरो हो भने हो क्या बुढा गर्ने यो अहिले प्याकेटमा फ्रिजमा राख्नुभन्दा पकाएरै यसरी फ्रिजमा राख्नु पछि तताउँदै दिँदा भयो त्यो चाहिँ उहाँ गुरुबाला भन्नुपर्छ उहाँ गुरुबाला भन्नुपर्छ त्यो चाहिँ गुरुबाला भन्नुपर्छ तपाईँ हिँड्दै आउनुपर्छ है बनाउनलाई यहाँ मिटिङमा यहाँ तपाईँ मिटिङमा नाम अहिले चाहिँ हाम्रो अब खसीहरू सबै ल्याइसकेर काटकुट गरिसकेर चाहिँ अब हल्का अब खानाहरू पिनाहरू हुँदैछ हाम्रो बुहारीले अब सर्भ गरिरहेछ होइन बिहान भात हाल्दैछु भने कता पुग्यो अहिले के गर्छ डोडान्स गर्छ कि डिप्टी गर्छ ए उहाँ त दुइटै गर्दैछ तिनटा गर्छ सबैलाई एउटै भाडो राख्यो दिदी सबैलाई एउटै भाडो राख्नु कि त्यो पर्दैन उबर इट्स यस्तो कहाँमा छ नि बिचार लगाएर कुखुरा अहिले चाहिँ हामीले अब लन्च गर्दैछौँ होइन सबैजना सबैजना ऊ भाइले खाने मासु खाँदैन यता मासु छ त कुखुराको छ कुखुरा खान्छ यो पनि छ मुङ्गुर कालो मुङ्गुर धराने मुङ्गुर घरको सामानले पठाइदिएको त्यही पनि रिसाई पठाएको यस्ता हेलो गाई नमस्ते यो चाहिँ अब डे सेकेन्ड हो होइन अनि हिजो चाहिँ हामीले दुईवटा खसी ल्याएको थियौँ आज चाहिँ हामी बुङ्गुर लिन जाँदैछौँ अहिले चाहिँ अनि अब यो 7-Eleven स्टोरमा गएर सानो अब खाजाहरू किनेर लानुको लागि चाहिँ अब यहाँ पसेका छौँ होइन यहाँ छ अब होइन विनोदहरू यहाँ छ हाम्रो गुरुबाबु यहाँ छ हाम्रो गुरुबाबु यहाँनिर छ गुरुबाबु ल साथी तपाईँहरूलाई बाटोमा भेटौँला अब यो हिजो दुईवटा खसी आज यो बुङ्गुर साथीभाइ हो ल हेर्नुहोस् यो हाम्रो आसमान भाइले चाहिँ राम्रो गर्छ यस्तोहरू चाहिँ यहाँ हाम्रो दिदी पनि हुनुहुन्छ हाई भन्नुहोस् हाई गर्छ ल हिजो त्यो दिलीप भाइहरूले त पार्दो पार्दो रहेछ नि त मोर त एक्सपर्ट नि पछाडि नि हेर्नुमा यहाँ खोइ यो खुट्टा यो फुतुना टुनामा समाउनु हो रेडी झार्नु चाहिँ हुँदैन है चिप्लो छ त अन्त चिप्लो हुन्छ कति चिप्लो हुँदो रहेछ उचालेर उचाल्नु भने चाहिँ अब यसको दल्ने के छ बिसरमा छैन अब सर्टकै दलेर चाहिँ यसले त अड्की भएको हो त अब त्यसलाई निकाल्नुपर्छ होला अहिले ये अभी सफेद था अभी पीला हो गया इसका ये दोनों महापुरुष है बहुत अच्छा करता है बहुत ट्रेनिंग करके आया है हाँ ये लोग बहुत अच्छा है
सुँगुरलाई चाहिँ मरेपछि मालिस गर्छ है। तेल लगाएर इसका अभी शादी होने वाला है, पीला कर दिया। देखो शर्मा की जीभ भी बाहर निकल दिया। कड़ाने से उस घर से ये के देखाउँछ के चाहिँ देखाउनु जुन अझै बडा देखाउँदैछ भित्र सबैजनाले काम गरेको देखाइदिएको। भित्र अलिअलि छैन भने भन्नु है, अहिले नै राम्रो झिकिदिन्छु। ओके सानो छ भने अलिक ठुलो मोटो चाहिँ धुलाइ हुँदैछ पुरा। राम्रो छ मासु। ब्लाडको सिधिहाल्छ यो धुको चाहिँ क्या पुरिदिनु त यो अलिकति पानी दुलो पारेको हुन्छ नि बुढो। यो चाहिँ अब हाम्रो दाजुको छोरोको बिहेको रिसेप्सनको लागि चाहिँ अब यो सबै हिजो 2टा खसीलाई आज एउटा यो बोधे ल्याएको छ। जङ्गलमा समात्ने त 1.5 घन्टा लाग्यो। थोरै कुदेको होइन मान्छेहरूले सुतिरहेको। लगेर खानु ए यहाँ यो सानो के छ आगोको स्किल्स यस्तो मासु चाहिँ यसरी काट्नुपर्छ अरे क्या। यस्तो पिस 2 पिस लगायो यो देखाउनु खसी का तो लेता है ना खसी का खसी ओ मटन 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 ओ प्योर भेज साथीभाइहरू चाहिँ अब यो भएर गराउनु भयो यहाँ उठ्यो जिप्लक ए उहिले के भन्छ नाम पनि आएर कस्तो नाम नआएर त्यतिकै ताने हुन्छ। बुट्टी लगाउनु के लाउनु भनेर नाम त्यो काट्नेका एउटा चप्पल ल्याएर भित्रबाट के हो यसलाई थाहा छ र नभनेको तपाईँ त भन्नु नि। मोटो हो यो भाइ त के भन्नु न जिउ लागेन न कसो भयो उहाँ अनि फोटा खानुहुन्छ। उहाँ अब के आजकल आएन भनेर उहाँ कस्तो भइरहेको थियो छोटाइहरू चाहिँ मान पर्यो। खोल्दै त भाडा बनाएको थियो सँगसँगै कहाँ कहाँ आउँदा बस्यो। तिनीमा झन् नाममा कल गर्नु भएको छ। कहाँ गयो भनेर
No, it's agu. बुहारी मार्कर पनि ल्याएको जाने छ त लेख्नुपर्छ यो चाहिँ पाको लागि भनेर के चिनिहाल्छ नि हेर अब त्यो लामो लामो छ पाको लागि दिस इज फर पाप यो भन्नु न आगु यो चाहिँ भुर्निस करी अब चाहिँ सक्नु आँट्यो है ल तन्क भाइ तन्क अब लास्ट अब यो टाउको रहेको छ रमेश भाइले काटो पारिदिइहाल्छ नि यो टाउको रहेको छ अरू चाहिँ माछाहरू सबै भइसक्यो अब माछाहरू सबै अब जिप लकमा जाँदैछन् अनि त्यहाँदेखि जिपमा लगेर अनि फ्रोजनमा हालेर अब एकैचोटि जुलाई 4 तारिकको बिहान निस्किन्छ यो मासुहरू चाहिँ सबै यो चाहिँ अहिले अब मासुहरू चाहिँ अब सबै उसमा राख्दैछ डिप फ्रिजमा थाहा हुन्थ्यो नि त हौ भनेर गाइस फाइनली अब हाम्रो सबै सिद्धि होइन खसीहरू पनि ल्याइसक्यो अनि अब बुङ्गुर पनि ल्याइसक्यो होइन अब केटाले अब यो सबै अब यो क्लिनहरू गर्दैछ यो सबै क्लिन गर्दैछ होइन अब मासुको पार्टहरू चाहिँ सबै प्रायः जस्तो सक्यो अब चिकन बाँकी छ चिकन चाहिँ अब अलिक पछि ल्याउने अनि अरू चाहिँ अब सागसब्जीहरू ल्याउनु छ त्यो चाहिँ अब टाइम छ अब अझै पनि होइन चिकन चाहिँ अलिक पछि ल्याउने अरू चाहिँ अब सबै क्लिनहरू गरिसकेको छ सबै रेडी छ ल गाइस फेरि भेटौँला ओ ससुराबा ससुराबा ओ ससुराबा ओ हाम्रो बुहारी नानीहरूले पारा ल्याउँदैछ